माछी वाह हाम्रो स्वागतमा बसेका हेर त केटाहरु बजाइराख्नु ताली मादल ओहो स्वागत स्वागत ल धन्यवाद है हजुरहरुलाई सबैजनालाई एउटा यो ट्रेनरको ग्रुपिङ फोटो लिनु सो साथीहरु हाम्रो स्वागतमा बस्दिनु भएको टक्क परिहरु पराहरु यहाँ पनि गोष्ठी चलिरहेको रहेछ है चिन्न सक्नुहुन्छ यहाँ उहाँहरु पनि गोष्ठी गरिराख्नु भएको छ के छ बाजे ए हाम्रो अंकल आन्टी हुनुहुन्छ पैसा छैन त रहेछ त माडो फेरि आगो होला के होला यहाँ हजुर केही छैन केही देख्नु भएन बाहिर हामीहरु हो यहाँ भित्र जाम न जतातै हेरेर जाम्ला अब हामी पछाडि पढिकौँ के छ भन्ने कुरा हो कि के छ म्याम खै यार केही देखिन टालाटुली बटुली ओहो यता पनि बस्नु भएको रहेछ टालाटुली बटुली बाटुली पहिला मलाई ओहो यहाँ पनि पाक्दै रहेछ विभिन्न सेम मान्छे बसे जस्तै बनाएर मादल नबजाउनु होला मादल नबजाइदिनु होला प्लिज कृपया मादल नबजाइदिनु होला ल जाम ल मादल घन्काइदियो ओहो लडेछ नि बाजे बिचारा बाजे त्यहाँ हेर न उपर भेडा यहाँ सिप बिपिन उपर भेडा के छ लडाकुहरू देशका शहीदहरू के छ सन्चै हुन्छ हजुरहरू के छ बाजे दुई ठाउँमा यो पनि हात्ती दुईटा हात्ती जता यस्तो गर्नुहुन्छ त बाजे पहिले पनि यस्तो थिएन होला त हजुरहरूले यस्तो खानु यो पहिले हुक्का हुन्थ्यो रक्सी बनाउँदै हो आन्टी यसो बिपिन यता रोक न बिपिनलाई पनि यसो एक दिनो के गिलास उहाँलाई पनि खाने मन लाग्यो अरे रक्सी पारेर बस्नु रहेछ हजुर हो यता उभिनु भएको रहेछ त बजेहरू उहाँहरूको आफ्नो ताली लगेर हामी आयौँ राणा थारू होरिनाच हेर्दै छौँ हामी होरिनाच उहा पर ढुक्क पर बसेछन् भित्र जानु नमस्कार मलाई चिन्नुभयो कि नै म पहिला आएको थिएँ त इन्डिया देख्नु नेपालको कला संस्कृति हाम्रो यो पुरानो कला के हो यार यस्तो नराम्रो देखाएको टेक्ने पनि बानी खराब छ नि मेरो फेरि ओहो सेम के मान्छे भन्दै भएको क्या यार सेम छ नि त यार भिडियो टन्नै लामो हो त यार 5 मिनटको हो नमस्कार के छ गर्ने विचार छ म आउँदैन त देव लागिरहेको नयाँ पुरानो पुरै संस्कृतिहरू झल्किरहेको अझैले बनाइराख्नु भएको रहेछ आन्टी सन्चै दिन्छ रोटी बेल्दै हुनुहुन्छ ओहो यता तरकारी पनि पाक्दै रहेछ अचार छ त यहाँ ओहो एक्लै बसेर एक्लै चाहिँ के राख्नु भएको त्यहाँ ओहो हाँस्दिनु भएको हेर्नु मुस्काइदिनु भएको मुस्कुराइदिनु भएको के छ सन्चै हुनुहुन्छ चिन्नुभयो कि नै मलाई ओहो